नमस्कार अनि गुड आफ्टरनुन भन्दै म चाहिँ एकदमै जानकारीमूलक भिडियो लिएर हजुरहरूको माझ आइरहेको छु र यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला र हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु होला र आज चाहिँ म यो एनजेपी भन्ने ठाउँदेखि नेपालको काँक्राभिट्टासम्मै म जानकारी दिँदै जानेछु। हेर्दै जानु होला र कोही पनि नफस्यौँ भन्ने एउटा जानकारी सन्देश दिँदैछु म। कोही पनि नफसिनु होला। यहाँदेखि चाहिँ रिजर्भ गाडी पनि पाउँछ। रिजर्भ चाहिँ 1500 देखि 2000 सम्म पनि लिन्छ नेपाल काँक्राभिट्टासम्मको। तर त्यसरी नजानु होला। यहाँदेखि लोकल गाडी पनि पाउँछ। लोकल गाडी 50-60 रुपियाँमा पानी ट्याङ्की पुर्याइदिन्छ अथवा यहाँदेखि 30 रुपियाँमा सिलगढी पुर्याइदिन्छ। त्यहाँदेखि 50 रुपियाँ लिन्छ पानी ट्याङ्कीको। हेर्नु होला, म देखाउँदै जानेछु। अन्तिमसम्म हेर्दै जानु होला र हजुरहरू पनि यहाँदेखि यात्रा गर्दै हुनुहुन्छ भने एकदम सुरक्षित सस्तोमा जान सक्नुहुनेछ। पहिला मैले पनि यहाँबाट 1500 सम्म तिर्दै गएको छु र पानी ट्याङ्कीसम्मको मात्रै पनि 1000-1200 अटोलाई दिँदै गएको छु पहिले नजान्दाखेरि। तर अहिले मलाई थाहा भइसकेको छ यहाँनेरि यो एरियामा। त्यही भएर मैले सबै नेपाली बुबा आमा दाजुभाइ दिदीबहिनी भाइ भतिजाहरू कोही पनि नफस्युन् भनेर चाहिँ मैले यो जानकारीमूलक भिडियो लिएर हजुरहरूको माझ आइरहेको छु र ध्यान दिएर हेर्नु होला र बुझ्नु होला र कोही पनि नफसिनु होला। यो बस स्ट्यान्डदेखि बाहिर रोडमै सोधेर पानी ट्याङ्की जाने गाडी कहाँ पाउँछ भनेर सोधेर पनि जान सक्नुहुनेछ र काँक्राभिट्टा पानी ट्याङ्कीको गाडी सोध्नु होला अनि सोधेर जान पनि सक्नुहुनेछ। यसरी बसमा आएर यहाँदेखि सिटीले 20 रुपियाँमा लगिदिन्छ। हेर्नु होला, यो चाहिँ पानी ट्याङ्कीदेखि पारी नेपाल पर्ने हो। यहाँदेखि अब 20 रुपियाँमा पुडरसम्म पुर्याइदिन्छ। बसले लिन्छ सिलगढीदेखि 50 रुपियाँ। तपाईँहरूले बेकार 1000-1500 तिरेर जानुहुन्छ पारी। यसमा राम्रो ध्यान दिनु होला। एकदमै काम लाग्ने भिडियो छ यो। हेर्नु होला र साथीहरूको सामु पुर्याइदिनु होला। सब्स्क्राइब, कमेन्ट, सेयर गरेर नेपाली साथीहरूको सामु पुर्याइदिनु होला। अब म चाहिँ यहाँबाट बर्डर पारी जाँदैछु। हेर्नुहोस्, जल्दी बोले जल्दी। अच्छा किराना दुकान नहीं वहाँ पर है। कहाँ पर? इधर नेपाली का। ओ नेपाली का नहीं तो कितना आगे पुराना ये बोला दाहिने के साइड में है। देख लीजिए आप लोग। ये बोला ये बोला यो चाहिँ पानी ट्याङ्की एरिया हो। यहाँ चाहिँ होलसेल सामानहरू पनि पाउँछ। यहाँ हेर्नु होला, यो सब लुगा कपडादेखि जुत्ता चप्पल यस्तैहरू चस्मा सबै होलसेलमा पाउँछ यहाँनिर सस्तो। यो पानी ट्याङ्की बजार हो। यहाँदेखि जे पनि लान सकिन्छ। हेर्नु होला, नेपालको बर्डर हुनाले एकदम सस्तो सामानहरू पनि पाउन सकिन्छ। म चाहिँ अहिले यो पानी ट्याङ्कीमा छु। हेर्नु होला, मेरो सिटी पनि आइपुग्यो।
ल त धन्यवाद। म चाहिँ अहिले नेपाल पनि आइपुगेको छु। नेपालको काँक्रेभिट्टा भन्ने ठाउँमा आइपुगेको छु। हेर्नु ल, यो चाहिँ काँक्रेभिट्टाको बस पार्क हो। यहाँदेखि पारी इन्डिया एनजेपी जानलाई चाहिँ यहाँ ट्याक्सीहरू पाउँछ र भ्यानहरू पनि पाउँछ। तर तपाईँहरू यहाँबाट नजानुहोस्। यहाँबाट ट्याक्सी भ्यानहरू त पाउँछ तर रिजर्भ मात्रै पाउँछ। यहाँदेखि 1500-2000सम्म लिन्छ र महँगोमा पर्नुहुन्छ, तपाईँहरू फस्नुहुन्छ। र यो ठाउँ राम्रो ख्याल गर्नु होला। यो चाहिँ पूर्वबाट आउने बाटो हो र यहाँदेखि यता बस स्ट्यान्ड हो र यहाँनिर रिजर्भ गाडीमा जानुभयो भने तपाईँहरू महँगोमा पर्नुहुन्छ, फस्नुहुन्छ। बढी यता यहाँ 250 रुपियाँ गोटाले लगिदिन्छ। ट्याक्सी पाउँछ र भ्यान पाउँछ, 50मा लगिदिन्छ। यहाँबाट हेर्नु होला, गाडी पर छ, यो हो। यो गाडीले 250 रुपियाँ गोटा गन्ती लगिदिन्छ। र अर्को भ्यान पनि पाउँछ। भ्यान चाहिँ यतापट्टि पाउँछ, त्यहाँनिर पाउँछ। हेर्नु होला, यहाँनिर यहाँ छ। हेर्नु होला, यो भ्यानले लगिदिन्छ 250 रुपियाँ गोटा। अझै जाँदाखेरि तपाईँहरूलाई अझै सस्तो पानी ट्याङ्की हिँडेर जाने, पानी ट्याङ्कीदेखि जानुभयो भने सस्तो मिल्छ। तर नयाँ हुनुहुन्छ भने तपाईँहरूलाई थाहा छैन, सिलगढी थाहा छैन र उता एनजेपीहरू थाहा छैन भनेदेखि तपाईँहरूलाई यहीँबाट जानु ठिक छ, यही ट्याक्सीबाट जानु ठिक छ। यो ट्याक्सीले लगिदिन्छ 250 रुपियाँ गोटाले। र यो चाहिँ बस स्ट्यान्ड हो, काँक्रेभिट्टा बस स्ट्यान्ड। यहाँबाट जोगेर जानु होला, सुरक्षित जानु होला। यो 250 रुपियाँ गोटाको गाडी हो, यो गाडी हो। हेर्नुहोस्, भित्री यस्तो छ, हेर्नु होला। र एकदम र यति भन्दै फेरि अर्को भिडियोमा भेट्ने बाचाको साथ म बिदा हुन चाहन्छु। यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र मेरो यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। र यस्तै राम्रो भिडियो लिएर आउनेछु, हेर्दै जानु होला। धन्यवाद, बाई बाई।